गएन त अब डेलिभरी बोयहरूको जागिर यति भएपछि त्यसै त इन्टरनेसनल विद्यार्थीहरूले काम नपाएर हैरान थियो। अनि त्यो माथि जापानको टेक्नोलोजीको के कुरा गर्ने है त। डेलिभरी गर्ने कम्पनीहरू भनौँ अथवा डेलिभरी रूपमा पार्ट टाइम काम गर्नेहरूको चाहिँ अब जागिर धरापमा पर्ने लगभग पक्का पक्की भइसकेको छ। किनभने जापानको सबभन्दा ठुलो कन्भिनियन्ट स्टोर 7-Elevenले डेलिभरीको रूपमा उसले अटोमेटिक रोबोटको युज गर्न थालेको छ है। म भिडियो राखिदिन्छु है। जापान यसै टेक्नोलोजीमा धेरै अगाडि भएको देश हो। अब जापानको रोडहरूमा 7-Eleven लेखेको अटोमेटिक रोबोट डेलिभरी गर्नका लागि आइसकेको छ हैन। अब बिस्तारै बिस्तारै अरू स्टोरहरूले पनि ल्याउलान्, तर बिस्तारै बिस्तारै डेलिभरीको रूपमा रोबोट आउन थालेपछि डेलिभरी बोयको जागिर चाहिँ लगभगै जाने पक्का छ। अहिलेसम्म चाहिँ जापानमा त्यो तरिकाले प्रयोग भएको थिएन। रोबोटहरू चाहिँ अटोमेटिक डेलिभरीको रूपमा चाहिँ रोबोट जापानको टोकियोबाट सुरु भइसकेको छ। अब सबै बिस्तारै बिस्तारै 7-Eleven स्टोरहरूमा बिस्तारै आउनेछ र तपाईँ पनि जापानमा हुनुहुन्छ र जापान आउँदै हुनुहुन्छ भने यो देख्नुहुन्छ है। यो बिस्तारै अरू देशहरूले पनि प्रयोग गर्दै जालान्। तर यसको डार्क साइड भनेको के छ भने इन्टरनेसनल स्टुडेन्टहरू आउने र कतिले पार्ट टाइमको रूपमा चाहिँ यो डेलिभरीको काम पनि गर्ने हुँदा चाहिँ अब लगभग अझै काम पाउन मुस्किल हुने जस्तो चाहिँ देखिन्छ। र डेलिभरी गर्ने कम्पनीहरू छन् नि जुन, तिनीहरूको पनि अब लगभग करियर चाहिँ यस्तै हो भने बिस्तारै धरापमा पर्ने जस्तो देखिन्छ है त। फेरि यो 7-Elevenले गरेको काम चाहिँ एकदमै राम्रो। जापानमा एकदमै ह्युमन रिसोर्सको अभाव भइरहेको बेला, काम गर्ने मान्छेहरूको नभइरहेको बेला, पपुलेसन होइन मान्छेहरू नपुगिरहेको बेला चाहिँ अटोमेटिक रोबोट चाहिँ युज गर्नु एकदमै राम्रो कुरा हो। तर जो काम खोजेर त्यही कामलाई चाहिँ गरेर आफ्नो लाइफस्टाइल धानिरहेछ उसको लागि चाहिँ एकदम गाह्रो कुरा हो। हस्, थ्याङ्क यू।